लाइट पार्टिकल हो कि वेभ के हो आउनुहोस् जानु। न्युटनको अकर्डिङ पार्टिकल हो। न्युटनले दिएको कर्पस्कुलर थ्योरीले भन्छ यो पार्टिकल नै हो। उनले भने कि लाइट पार्टिकलबाट बनेको हुन्छ जसले स्ट्रेट लाइनमा नै ट्राभल गर्छ। स्याडो जस्ता फिनोमेनन पार्टिकल थ्योरी सपोर्ट गर्छ, तर रिफ्र्याक्सन, डिफ्र्याक्सन, इन्टरफेरेन्स एक्सप्लेन गर्न सक्दैन। त्यसपछि इन्ट्री हुन्छ हाइगेन्सको। हाइगेन्सले दिनुभयो वेभ थ्योरी, हाइगेन्स वेभ थ्योरी भन्ने पढ्नुभयो होला। उनको अनुसार चाहिँ लाइट वेभ जस्तै देखिन्छ, जसले डिफ्र्याक्सन रिफ्र्याक्सन एक्सप्लेन गर्छ। तर न्युटनका फलोवर्सलाई यो कुरा फिटिक्कै मन परेन। न्युटनका झोलेहरूलाई यो कुरा कति पनि मन परेन। र यतिसम्म ठिक थियो। त्यसपछि 1801मा आउनुहुन्छ हाम्रो थोमस यङ्स। उहाँले एउटा एक्सपेरिमेन्ट गर्नुहुन्छ जुनलाई भन्छ यङ्स डबल स्लिट एक्सपेरिमेन्ट। यो +2 को फिजिक्समा छ। यसले टोटली प्रुभ गर्छ वेभ नेचर हो भनेर। लाइटले इन्डिपेन्डेन्ट प्याटर्न बनाउँछ, ब्राइट एन्ड डार्क स्पटहरू देखाउँछ, जो प्योरली पार्टिकल थ्योरीले एक्सप्लेन गर्न सक्दैन, तर वेभ थ्योरीले चाहिँ कन्फर्म गर्छ 100%। यतिसम्म ठिक थियो। त्यसपछि फेरि अर्को एउटा खतरा साइन्टिस्ट आउनुभयो, जेम्स क्लर्क म्याक्सवेल 1860मा। जेम्स क्लर्क म्याक्सवेलले भन्नुहुन्छ इलेक्ट्रोम्याग्नेटिक वेभ यो न पार्टिकल वेभ मात्र कहाँ, यो त इलेक्ट्रोम्याग्नेटिक वेभ हो रे। उहाँले भन्नुभयो लाइट कन्सिस्ट अफ ओसिलेटरी इलेक्ट्रिक एन्ड म्याग्नेटिक फिल्ड ट्राभलिङ थ्रु स्पेस। अब लाइट क्लियरली वेभ फेनोमेनन त गर्छ, तर कुरा यतिसम्म टुङ्गिन्न। 1905मा आउनुहुन्छ हाम्रो आइन्स्टाइन अङ्कल। आइन्स्टाइन अङ्कलले दिएको फोटो इलेक्ट्रिक इफेक्टले चाहिँ यो पार्टिकल नै हो भनेर प्रुभ गर्छ। उहाँले भन्नुहुन्छ लाइट चाहिँ प्याकेटको फर्ममा आउँछ, मतलब क्वान्टाको फर्ममा, जसको इनर्जी भनेको चाहिँ एसन्यू। उहाँले चाहिँ यो प्रुभ नै गर्नुभयो। यसमा ठिकै थियो। ल हामी मान्छौँ लाइट एउटा पार्टिकल नै हो। त्यसपछि 1920मा आउनुहुन्छ हाम्रो डी ब्रोग्ली अङ्कल। हाम्रो डी ब्रोग्ली अङ्कलले के भन्नुहुन्छ भन्दा यो दुइटै चिज हो, यो पार्टिकल पनि हो र वेभ पनि हो। उहाँले यो कुरा चाहिँ आफ्नो पिएचडीको थेसिसमा लेख्नु भएको थियो। र उहाँले जुन कुरा भन्नुभयो त्यो फेरि राइट पनि भयो, त्यो प्रुफ पनि भयो। दुइटै नेचर सो गर्छ, पार्टिकल पनि र वेभ पनि। यतिसम्म ठिक छ, अहिलेसम्म ठिक छ, हामीले मान्दै आएको छौँ। यसपछि